हेलो गाइस, सबैजनालाई नमस्कार है। मेरो टिकटकको साथीहरूलाई लोड गर्दैछु है। हजुरहरूले देख्न सक्नुहुन्छ भिडियोमा है। भिडियो अन्तिमसम्म हेर्नु होला कसरी लोड हुन्छ, के लोड हुन्छ। म गाडी माथि चढेर पनि देखाउने छु हजुरहरूलाई है। युरोपमा आएपछि हरेक किसिमको कामहरू गर्नु परेको छ। फाइनली लोड गरेर मेरो भ्याइसकेको छ। म काँटा गर्न भनौँ जोख्न जाँदैछु, किनभने धेरै लोड लिएर बाटोमा हिँड्न हुँदैन। फेरि पुलिसले भेट्यो भने फाइन दिन्छ हाम्रो नेपालमा जस्तै। त्यसले गर्दाखेरि म यहाँ जोख्ने ठाउँमा काँटामा आइपुगेको छु। फाइनली म जोख्छु, जोखेर अनि फेरि म हजुरहरूलाई माथि चढेर देखाउने छु है त। जोखिसके ठिकै रहेछ, अलिकति धेरै रहेछ, त्यही भएर फेरि लोड गरेको ठाउँमै आएर गाडी राखेछु है। निकालिदिइसक्यो भनौँ। अब म माथि चढ्नको लागि रेडी छु। हजुरहरू हेर्न सक्नुहुन्छ बाहिरको दृश्यहरू र मेरो गाडी अहिलेको। हुन त पहिलाका भिडियोहरूमा पनि हजुरहरूले मेरो गाडी देखिँदै आउनुभएको छ। यी यस्तो कचडाहरू लोड हुन्छ। यो प्लास्टिक बोतल कचडा भन्छ, एकदम कचडा भनौँ न। लास्ट गराउँछु यार, के गर्नु, काम गर्नै पर्यो है परदेशी भएपछि। म गाडीमाथि जाँदैछु, हजुर हेर्नु है त। हेर्नुहोस् त, अगाडिबाट पछाडिसम्म पुरै फुल लोड भइसकेको छ। यति लोड गर्दाखेरि गाडी र माल गरेर 40 टन ट्याक्राकै। 40 टनमा 200 किलोमिटर मात्रै, ठ्याक्कै 200 किलो मात्रै कम छ। 40 टनसम्म लगाउन पाइन्छ। धन्यवाद भिडियो अन्तिमसम्म हेरिदिनु भयो है। त्यसको लागि धेरै धेरै धन्यवाद सबै साथीहरूलाई। अनि म के भन्न चाहन्छु भने साथीभाइहरूलाई, हजुरहरूले टक्क है, म तल झर्छु है त। लाइक गर्नु होला, कमेन्ट गर्नु होला, अनि कपी लिङ्क 10 चोटि कपी लिङ्क गरेर रिपोस्ट गर्न नबिर्सिनु है त। धन्यवाद, बाइ बाइ।